हाम्रो ग्याङहरू चाहिँ यहाँ छन् टक्क हिरोहरू हिरो पल्टिँदै आएको कस्तो हुँदैछ भर्खर आएर भिड छ भिड चाहिँ अति छ अति चाम भिड वर्षमा एक दिन लाग्छ त त्यही भएर पनि होला अति चाड भिड न अब हाई हाई गर्दैछ डान्स गर्नुपर्ने एक थाल भात खाएर आएको यहाँनिर बर्गर र चाउमिन भन्ने छ केही त्यस्तो लागेन खास योपालि चाहिँ खै किन केही डान्स सान्स केही छैन के हुन आँटेको हो किन खानु घरमा बनाएको त खाइन सस्तै दामी भएको मैले बनाएको पनि त्यस्तो चाहिँ केही रहेन रहेछ तर पनि म एकचोटि देखाइस् र हामी चाहिँ हिँडेको फरेको यहाँ मजा आएन यस्तो होइन त्यही भएर हाम्रो स्कुटीहरू खोज्छ कहाँ आएको थियौँ हामीले उपर छ सबैजना फर्किसकेको छन् केही त छैन यहाँनिर घोप्टिरहेछ हामी चाहिँ अर्को प्लेसमा आएको है साथीहरू अर्को प्लेसमा उता चाहिँ अलिक ऊ चाहिँ भएन रमाइलो टाइपकै भएन यहाँ पनि त्यस्तो धेरै चाहिँ रहेन तर पनि केही चाहिँ हुन्छ जस्तो छ यसो विचार गर्दा त्यही भएर अर्को बाटो आएछ नि त अन्त त्यसै गरी हामीलाई सन्तोष बुढाथोकीले पनि 105 रुपियाँ सहयोग गर्नुहुन्छ पृष्ठबाट 5 बाट उहाँलाई पनि मुरी धन्यवाद भन्न चाहन्छु तिमीहरूले किताब कुरा पुरा गरौँ उहाँको हिँड्दैछ नि ग्याङबाट अर्को प्लेसमा 1 2 3 अर्को ठाउँमा आएर कस्तो भइरहेछ सेम फुलमतीबाट सरेको फुलमतीमै पुगिरहेछ यहाँ चाहिँ एक साइड लागेको छ त्यहाँ दुई साइड लाग्नु मान्छे अलिकति धेरै उता होइन अब घटा ठोक्नु पर्दै सकेको जस्तो छ यहाँ होइन तर पनि त केही छैन गराउँदैन अब अन्त पानीपुरी खाने अरे पाला आएन अब आउँछ पालो पानीपुरी त्यस्तै छ यहाँ पनि त्यस्तो रमणीय दृश्य नै पानीपुरी खान बसेको पालै होइन उहाँदेखि यहाँसम्म टाइपको छ राम्रो बनाएको छ तर मान्छे यो कहिलेदेखि स्टार्ट भएको पछि यहाँ पनि यो हाउसिङ बनाइदिएको मात्रै हो यो
अब यता खानेकुराहरू धेरै ठाउँ रहेछ ठाउँ चाहिँ ठेकुवा जस्तै भयो पानीपुरी खाऊ सिस्ता बुझाऊ घरमा बनाएको थियो नि त नि घरमा बनाएको थियो नि हाम्रो नि घरमा बनाएको थियो अस्ति पठाउनु त भएन तपाईँ ए पठाउँछु होला नि आउनुपर्छ त खानु थाहा भएको हाम्रो हिरोहरूलाई पानीपुरी कस्तो लाग्यो एकदम मिठो लाग्यो एकदम दरेक जाँदैछ पानीपुरी खुवाई म चाहिँ घर आइसकेको साथीहरू होइन त्यस्तो लाग्ने नै भएन क्या अनि त्यही भएर केही पोहोर परार हुँदिँदा नि यस्तो कार्यक्रमहरू यस्तो राम्रो राम्रो हुन्छ नि अब थारू डान्सहरू अरू के गायनहरू त्यस्तो हुन्थ्यो होइन अन्त यसपालि त खोइ अब 9 बजिसक्यो केही छैन क्या केही नै छैन अनि त्यही भएर चाहिँ फर्केर आएँ म र बहिनी चाहिँ भाइहरू चाहिँ अर्को ठाउँमा गयो 2 ठाउँमा गयौँ क्या 2 ठाउँमा तर केही थिएन त्यही भएर फर्केर आएको पहिला घरमै बस्ने आनन्दले गलेको पनि थियो त्यही भएर अर्को ठाउँ जानु चाहिँ कस्तो लाग्यो क्या गलिरहेको थिएँ पुरै दिउँसो हल्का काम गरेर अनि त्यही भएर चाहिँ अर्को ठाउँ गएनौँ है त्यसमा यहाँ यो त्यहाँनिर खुला छ भनेर गएको कि तर छैन यस्तै छ हाम्रो घरको एउटा सदस्य नै हो यो चाहिँ हाम्रो घरको होइन सदस्य ल साथीहरू यस्तै छ है यति नै मेरो आजको ब्लग सानो छोटो मिठो भनेर क्या त्यस्तो त छैन तर पनि बाई बाई साथीहरू थ्याङ्क यू फर वाचिङ बाई फेरि भेटौँला अर्को ब्लगमा